जान्छन् फूलहरू चिसेनी पाखा हिउँदमा, मरेर जान्छन् प्रतिभाहरू चिन्दैन मानिसले जिउँदोमा। नमस्कार अनि सम्पूर्णलाई हार्दिक अभिवादन। म आज यस मञ्चमा, यस सम्मानजनक मञ्चमा उभिन पाउँदा आफूलाई अत्यन्तै खुसी र गौरवान्वित ठानेको छु। सर्वप्रथम काठमाडौँ मन्टेश्वरी तालिम केन्द्रलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु, जसले हामी सम्पूर्ण उपस्थित साथीहरूलाई एकत्रित गर्न सफल भएको छ। काठमाडौँ मन्टेश्वरी तालिम केन्द्र आफ्नो असाधारण कार्य र अटल समर्पणको कारण आज यो स्थानमा छ। यस संस्थाले आफ्नो मान्यताहरूमा दृढ रहँदै हाम्रो समाजमा एक उदाहरणीय शैक्षिक केन्द्र बन्न सफल भएको छ। वास्तवमा मन्टेश्वरी शिक्षा प्रणाली भनेको बालबालिकाको समग्र विकासमा केन्द्रित रहेको एक प्रभावकारी शिक्षण विधि हो। यस शिक्षण विधिको लागि क्षमतावान, सिपयुक्त, तालिम प्राप्त शिक्षकहरूको आवश्यकता पर्छ हो। त्यस्ता शिक्षकहरूको उत्पादन गर्ने काम यस काठमाडौँ मन्टेश्वरी तालिम केन्द्रले गरिरहेको छ र शिक्षकहरूलाई दक्ष र आत्मनिर्भर बनाउन महत्त्वपूर्ण योगदान दिइरहेको छ। यस केन्द्रले बालबालिकाको मनोविज्ञान बुझ्ने, बालबालिकाभित्रको जिज्ञासा बुझ्ने र उनीहरूलाई रचनात्मक प्रवर्धन गर्न सम्मको सिप दिइरहेको छ। बालमैत्री वातावरण सृजना गर्ने र विभिन्न नयाँ शैक्षिक उपकरणको प्रयोग गरी बालबालिकालाई अझै अगाडि बढाउनको लागि यस संस्था योग्य भएको छ। यस संस्थाले केवल सिप प्रदान गरेको मात्रै होइन, हजारौं रोजगारको ढोका पनि खोलिदिएको छ। शिक्षकहरू तालिम प्राप्त भएपछि मन्टेश्वरी विधिबाट पठन पाठन गराउने विद्यालयहरूमा सहजै रोजगार पाउन सफल हुनुभएको छ। अझ धेरै जसो शिक्षकहरू त आफ्नै शैक्षिक केन्द्र स्थापना गरेर आत्मनिर्भरता हासिल गर्न पनि सफल हुनुभएको छ। त्यसमध्ये एउटा उदाहरण म आफै पनि हो। म आफूसँग भएको शैक्षिक योग्यता, शिक्षा क्षेत्रमा रहेको मेरो अनुभव र यस केन्द्रको तालिम, सिप र ज्ञानबाट म आफै शैक्षिक केन्द्र स्थापनाको प्रक्रियामा छु। यस केन्द्रले शिक्षकलाई मात्रै सबल बनाएको होइन, हाम्रो समाजलाई नै आर्थिक र शैक्षिक रूपमा सबल बनाउन सफल भएको छ। यस केन्द्रमा रहेका सदस्यहरूको अहोरात्रको खटाई, उहाँहरूको लगनशीलता र उहाँहरूको स्पष्ट उद्देश्य नै यस संस्थाको पहिचान हो। म चाहन्छु यो संस्थाले अब आउने दिनहरूमा पनि आफ्नो अटल समर्पणका साथ अगाडि बढिरहोस् र यहाँको नेतृत्वकर्ता र सदस्यहरूको प्रयासले समाजको मुहार फेर्न सफल होस्। अन्त्यमा म काठमाडौँ मन्टेश्वरी तालिम केन्द्रले शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न दिएको प्रयास र त्यसबाट सृजना भएको रोजगारीका अवसरहरूप्रति धन्यवाद ज्ञापन गर्दै आफ्नो मन्तव्य यही टुङ्ग्याउन चाहन्छु। धन्यवाद।